जहाँ जहाँको जमिन धेरै महँगो छ त्यहीँ धेरै सुकुम्बासी। सबभन्दा बढ्ता सुकुम्बासी हुने ठाउँ काठमाडौँ, पोखरा, हेटौडा, चितवन, जनकपुर यिनै ठाउँका मान्छेहरूले सुकुम्बासीको नाउँमा जमिन हर्पेर बसेका छन् र आज यति मात्रामा प्रदर्शन गरेका छन्। यी ठाउँहरूमा जग्गा जमिन किन्नको लागि मान्छेको पुरै जिन्दगीभरको कमाइ नै लागेर जान्छ र कसैले जिन्दगीभरको कमाइले पनि यहाँ जमिन किन्न मिल्दैन। तर यिनीहरूले त्यहीँ बस्नुपर्ने, त्यहीँ घर बनाउनु पर्ने, कसैको 8 तलाको घर बनाएर भाडामा लगाएर म सुकुम्बासी हो भनेर पनि हामीले देख्यौँ। हुन त यो देशलाई कसले लुटेको छ भनेर हामी बल्ल देख्न पाएको छौँ। हामीले जग्गा जमिन किनेर घर बनाउनु पर्छ भनेर पुरै वेट गरेर बस्छौँ। यिनीहरूले जमिन सिधै पाएर आफ्नै घर बनाएर म सुकुम्बासी हो भनेर बसिरहेका हुन्छन्। यस्तो पाराले जुन पनि मान्छे आएर सरकारको जमिन हडपेर अनि घर बनाएर बस्न पाइहाल्छ नि। अनि दुःख गर्नेको मान्छेको अनि कुनै रुल्स छैन अनि रेगुलेसन छैन। सरकारले यो गर्दाखेरि एकदम विरोधमा उत्रिहाल्ने। अनि आज चाहिँ त्यो सुकुम्बासीको सङ्ख्या हेर्दाखेरि यस्तो लागिरहेको थियो कि नेपालमा कसैको जग्गा जमिन छँदै छैन जस्तो लागिरहेको थियो। यति मात्रामा निस्केको छन्। यति सुकुम्बासी आयो कहाँबाट? यो पक्कै पनि सुकुम्बासी थिएन। यो सबै विपक्षी दलहरूको कार्यकर्ताहरूले मिलेर आन्दोलन गर्नुपर्छ, यो सरकार ढाल्नुपर्छ भनेर सबै कम्मर कसेर आएका थिए। यति धेरै सुकुम्बासी त नेपालमा म कहिले पनि देखेको थिएन। अनि यति मान्छे चाहिँ सरकारको जग्गा हडपेर कसरी बसेका छन्? यो पक्कै पनि पुराना पार्टीहरूले दिएको कार्यकर्तालाई जमिन हुन सक्छ। यो चाहिँ यति धेरै सुकुम्बासी म त के भन्छ कहिले पनि एक्सपेक्ट पनि गरेको थिएन कि यति धेरै सुकुम्बासी हुन्छ भनेर। र सुकुम्बासीको नाममा जहाँ जहाँ मन लाग्यो त्यहीँ घर बनाएर बस्न पाइन्छ भने सरकारले हामीलाई पनि सुकुम्बासी बनाइदिएको हुन्छ। हामीलाई पनि मेहनत गरेर पैसा कमाएर जग्गा जमिन किन्नु पर्दैन। हामी पनि त्यहाँ गएर घर बनाएर बस्न पाइहाल्छौँ। अन्तमा म यति भन्न चाहन्छु। हस् त, धन्यवाद।